झगडा चाहिँ धेरै तिमी गर्छौ तपाईँ गर्नुहुन्छ है झगडा चाहिँ आफूसँग पार्टनर छ भने एकअर्कालाई विश्वासै गर्नु पर्यो कि म बिहे गरेर जाने होइन म बिहे गरेर हजुरलाई बुहारी ल्याइदिने हो यो शौचालयकै कुरामा एकदम अप्ठ्यारो हुन्छ कि अनि त्यही एकअर्काको विश्वास चाहिँ टिकिरहेको छ हाम्रो सम्बन्ध उसको मम्मीले एकदम सपोर्ट गर्नुहुन्छ झन् बाबा आउँदा मेरो नभन्नु नि लम्बी बाबा त फुल्ली उसको सपोर्ट गर्छ हेलो समीर हेलो सरिता हेलो दिजु तपाईँलाई स्वागत छ हाम्रो प्रोग्राममा धेरै धेरै धन्यवाद आफ्नो बारेमा दुईजना केही भनिदिनुहोस् न आफ्नो बारेमा दुईजना नमस्ते सर्वप्रथम मेरो नाम चाहिँ सरिता रुचाल म चाहिँ बाइसेक्सुअल वुमेन र म अहिले मितिनी नेपालमा भोलिन्टियरको रूपमा काम गर्दै आइरहेको छु र म अहिले काठमाडौँमा बस्दै आइरहेको छु नमस्ते मेरो नाम समीर केसी म एउटा ट्रान्सजेन्डर पुरुष भनेर आफूलाई चिनाउँछु म पनि काठमाडौँ मितिनी नेपाल संस्थामा अहिले भोलिन्टियर गरिरहेको छु म चाहिँ हाल बौद्ध बसिरहेको छु सो कसरी भेट भयो दुईजनाको एउटा फ्ल्यास मुभ गर्दै थियौँ हामीले ग्रुपमा सो त्यसैमा भेट भयो हाम्रो चाहिँ अनि कसले पहिलो कदम चाल्यो अफकोर्स उहाँले नै चाल्नुभयो लाइक सुरुमा हेर्दाखेरि त मलाई कसैसँग बोल्न मन लाग्थेन नि त अनि उहाँ चाहिँ एकदमै चुलबुल टाइपको के अनि बोल्न आउने कसरी बोलाऊँ भन्ने अनि त्यसपछि अनि उहाँ बोल्न आउँदाखेरि म पर जान्थेँ अनि त्यसपछि उहाँ मसँग मेरो नजिक आएर केही बोल्दाखेरि म कति बोलेको टाइपको यस्तै भन्थेँ अनि त्यसपछि उहाँ टाढा जानुहुन्थ्यो अनि त्यसपछि त्यस्तो क्लोज थिएनौँ अनि पहिला सुरुमा त्यही फ्ल्यास मुभमै भेट भयो हाम्रो एकदमै राम्रोसँग बोल्नुभयो अनि मलाई उहाँको पर्सनालिटी पनि एकदम मन पर्यो सो त्यही मैले नि उसलाई जेठकै 17 गते भेटेको थिएँ उसलाई चाहिँ फर्स्ट भेट नै त्यही थियो अनि त्यो फ्ल्यासमा हामी क्लोज पनि भएको थियौँ अलिअलि साथीको तरिकाले अनि पछि बिस्तारै हामी चाहिँ एकअर्कासँग साथी बनेरै कुरा गर्थ्यौँ साथी नै थियौँ अब पछि गएर एकअर्कालाई लाइक साथी भनेर हामी एकअर्कालाई लाइक त्यस्तो क्लोज पनि नै एउटा साथीको अब नाता दिइरहेको थियौँ हामीले अनि त्यसपछि पछि आफू एकअर्कालाई बुझ्दै जाँदाखेरि रिलेसनमा पनि थिएनौँ हामी लङ डिस्टेन्स थियो अनि त्यसपछि रिलेसनमा पनि थिएनौँ अनि पछि एकअर्कालाई टाइम दियौँ अनि पछि रिलेसनमा बसौँला मेबी यदि एकअर्काको त्यो कुराहरू मन पर्यो भनेर चाहिँ यसरी हामीले एकअर्कालाई डिसाइड गऱ्यौँ अनि त्यसपछि धेरै पछि बस्यौँ हामी रिलेसनमा सो समीरलाई सरिताको के कुराले चाहिँ आकर्षित गर्यो उसको सर्वप्रथम उसको बोल्नेको तरिकाहरू अनि पछि अरूहरूलाई गर्ने बानी अनि बोली चाली अनि हरेक कुरामा के हरेक कामहरूमा अगाडि के त्यो कारणले म चाहिँ उसँग अलिक धेरै अट्र्याक्सन भइरहेको थिएँ सुरुदेखि नै हजुर अहिले एज अ कपाल बस्नु भएको छ दुईजना बिहे गर्नु भएको छैन हजुर छैन होइन कतिको चुनौतीहरू भोगिरहनु परेको छ संयोगले अब आफ्नो पार्टनरलाई लिएर पब्लिकमा जाँदा कतै केही हरासहरू भएको या केही त्यस्तो अप्ठ्यारो त्यस्तो भन्नुपर्दा अब म चाहिँ फ्यामिलीहरू समाजमा चाहिँ खुलेरै बसिरहेको छु अब मैले भोगेको चाहिँ म एउटा क्लब सार्वजनिक ठाउँ त्यहाँ जाँदाखेरि शौचालयको कुरामा उसलाई लिएर गएको थिएँ अनि मलाई त्यहाँको एउटा काम गर्ने आन्टीले भाइ यता होइन यो लेडिजको शौचालय हो भनेर मलाई अलिकति त्यहाँ अरू के भन्छ त्यो कुराहरू के भन्दिनँ लाइक जज गर्नुभयो अनि उहाँलाई एकदमै रिस पनि उठिरहेको थियो अनि त्यसपछि मैले चाहिँ नबोला भनेर उहाँलाई चाहिँ कन्ट्रोल गरिरहेको थिएँ अनि त्यसपछि होइन म बोल्छु भनेर उहाँको रियाक्सन आएको थियो अनि त्यसपछि एक दुईचोटि नै होइन लाइक बार अब एकचोटि जाँदाखेरि त उहाँलाई त थाहा हुन्छ नि त यो मान्छे को रहेछ भन्ने खालको हामीले सजिलै रूपमा उहाँलाई बुझाउने कोसिस पनि गऱ्यौँ तर पनि उहाँले बुझ्नु भएन लाइक उसलाई जज गर्ने म जाँदा त्यस्तो रियाक्सन नगर्ने तर पनि उहाँ जाँदाखेरि यहाँ यस्तो उस्तो भनेर लाइक उहाँको रिस देखिन्थ्यो कि उहाँको फेसमै देखिन्थ्यो अनि त्यसपछि उहाँलाई चाहिँ एकदमै गाह्रो पनि हुन्थ्यो अनि होइन म भन्छु भनेर एकचोटि भन्दाखेरि त्यहाँ लाइक हाम्रै गल्ती देखाइयो कि त्यहाँ अनि त्यसपछि मैले एक्सप्लेन गरेँ हाम्रो गल्ती होइन सर यस्तो यताउति भनेर कुरा गर्दाखेरि उहाँहरूले पनि बुझ्नु पनि भयो अनि त्यसपछि उहाँको त अब जे जस्तो भए पनि ट्रान्स म्यान भइसकेपछि आइडेन्टिटी त एउटा महिलाकै छ नि त अनि नागरिकता देखाइसकेपछि लाइक यस्तो होइन भनेर भनिसकेपछि सहज भयो उहाँलाई चाहिँ
फ्यामिलीसँगको द्वन्द्व र आफ्नोसँगको द्वन्द्व कस्तो थियो तपाईँको चाहिँ? अब यो बाइसेक्सुअल भनेर भनिसकेपछि त कसैले बुझ्दा पनि बुझ्दैनन् होइन। अब आफूसँग आफूले महसुस गरेको कुरा हो, जब कि मैले आफै बुझेँ आफूलाई। र फ्यामिलीमा मेरो त्यस्तो प्रब्लम त भएन होइन। अब बाहिर कतै इन्टरभ्यू दिन जाँदाखेरि अथवा कतै जबको लागि जाँदाखेरि लाइक यो के हो भनेर सोध्ने गर्नुहुन्थ्यो। मैले बुझाउँथेँ पनि, लाइक यस्तो हो बाइसेक्सुअल भनेको भनेर मैले बुझाउँथेँ पनि। उहाँले अब कतिपय कुराहरू पनि बुझ्नु पनि भएन, तर मेरो लागि अब आफ्नो कर्तव्य हो आफ्नो बारेमा भन्नु होइन। तर त्यतिसम्मको त प्रब्लम त अहिलेसम्म पनि आएको त छैन। त्यही पनि सानोतिनो त्यही पनि मैले फेस त गरेको छु, तर पनि मलाई चाहिँ त्यो अप्ठ्यारो महसुस चाहिँ भएको छैन अहिलेसम्म। आफैसँग चाहिँ कस्तो द्वन्द्व थियो तपाईँको, आफैले आफूलाई स्वीकार्न? मलाई स्वीकार्न त अब यस्तो, अब आफूलाई बाइसेक्सुअल भनेर भन्दाखेरि त त्यति जब आफूलाई मैले बुझेँ, सर्वप्रथम मैले आफूलाई बुझिसकेपछि मलाई त्यति थाहा थिएन यो बाइसेक्सुअल भनेको के हो। मेरो अङ्कलको छोरीले यस्तो यस्तो भनेर मलाई एकदमै नलेज दिनुभएको थियो होइन। अनि उहाँ पनि एउटा ट्रान्स वुमेन हुनुहुन्थ्यो र उहाँले सिकाएको कुराहरूमा मलाई एकदमै बुझ्न पनि सजिलो पनि भयो। र लाइक अब एकदमै सहज भयो, किन भन्दाखेरि म यो रहेछु है, म यो कम्युनिटीको पनि रहेछु है, म एउटा बाइसेक्सुअल रहेछु है। लाइक यो गलत कुरा होइन, जबकि एउटा बाइसेक्सुअल भएर एउटा मान्छेहरूले कतिपय गलत धारणा पनि लिन्छन्, तर त्यस्तो गलत हो भन्ने चाहिँ मलाई लागेन। र म आफू सर्वप्रथम त म आफूलाई नै स्वीकारेर म अगाडि बढेको, सो मलाई त्यस्तोसम्मको भएन। त्यस्तो भएन संयोगलाई होइन। त्यही क्वेसन, तपाईँलाई चाहिँ एज अ ट्रान्समेन भएर खुलेर आउन घर परिवार र समाजसँग कतिको द्वन्द्व गर्नु पर्यो? म अब सानैदेखिको मेरो चुलबुले यो बचपनमा बानीले गर्दा पनि होला, फ्यामिलीमा म बच्चैदेखि भन्ने गर्थेँ। किनकि मेरो फ्यामिलीमा भन्नुपर्दा मेरो हजुरआमा र म मात्र थियौँ, किनकि मेरो बाबा मम्मीहरू रोजगारीको क्रममा बाहिर हुनुहुन्थ्यो। म हजुरआमालाई बच्चैदेखि भन्थेँ कि म बिहे गरेर जाने होइन, म बिहे गरेर हजुरलाई बुहारी ल्याइदिने हो, मलाई केटी नै मनपर्छ भन्ने गर्थेँ। सायद अब त्यो कुराले गर्दा होला, म सानो थिएँ नि त, त्यति लाइटली लिनु भएन कि उहाँहरूले मलाई। अब त्यो बच्चादेखि नै मेरो अब ड्रेसअपहरू यता, अनि अब स्कुलमा पढ्दा पनि त्यो मेरो केटी साथीहरूप्रति त्यो अट्र्याक्सन उहाँहरूले बुझिसक्नु भएको थियो। जुन कुराले म पछि गएर पनि अब आफूलाई म यस्तो हो भनेर खुलाउँदाखेरि मलाई एक शब्द पनि नराम्रो कमेन्ट गर्नु भएन कि, मलाई सहजै स्वीकार भयो मेरो फ्यामिलीबाट। अब समाजमा चाहिँ कतिपय अब मेरै साथीहरूले कतिपय आफन्तीहरूले चाहिँ मलाई अब अपशब्दहरू पनि भन्नुभयो, केटी भएर केटी मन पराउने रे, उसलाई केटी मनपर्छ अरे, यस्तो उस्तो। मैले त्यो चाहिँ सुन्नु पऱ्यो होइन, तर उहाँहरूले फेस टु फेस मलाई चाहिँ भन्नु भएन, अरू मार्फत चाहिँ सुनेको मलाई यसले यस्तो यस्तो भनेको छ अरे भनेर। अनि म त्यो कुराहरूमा चाहिँ ध्यान दिइनँ। अब नबुझेकोले मलाई सोध्नुहुन्थ्यो, म उहाँहरूलाई बुझाइदिन्थेँ, किनकि म मात्र छैन यहाँ, तपाईँहरूले मलाई मात्र देखेर जज गर्नुभएको, हामी जस्तो धेरै हुनुहुन्छ, यसको संस्था छ, अफिस छ भनेर म कति कुरा उहाँहरूलाई नबुझेकोलाई चाहिँ म जे होस् बुझाउने कोसिस गर्थेँ। एउटा एज हुन्छ जहाँ चाहिँ आफूले आफूलाई नै के हो भनेर क्वेसन गरेको हुन्छ होइन, त्यो अवस्थाबाट चाहिँ तपाईँ कसरी आउट हुनुभयो, बाहिरिनु भयो? मैले हजुरलाई भने म सानो, म 10-11 वर्षदेखि नै आफूलाई यो क्वेसन गर्थेँ, भगवान्लाई नि भन्थेँ कि म किन यस्तो जन्म लिएको। मलाई त अब एक हिसाबले मेरो साथीभाइसँग गाउँहरूको मेरो साथी दिदीबहिनी हुँदाखेरि म उहाँहरूले नि मलाई भन्नुहुन्थ्यो कि तिमी कस्तो खालको कपडा लगाएको, तिमी त्यो केटीलाई कति धेरै माया गरेको, त्यस्तो क्वेसनहरू गर्नुहुन्थ्यो। अनि म आफूलाई सोच्थेँ, भन्थेँ कि मैले के जन्म लिएर आएको, मैले फिलिङ्स किन यस्तो पाएको, मलाई केटा मन पर्नुपर्ने, मलाई पनि अरूलाई जस्तै केटा साथीसँग बिहे गरेर जानुपर्ने, तर मलाई किन केटी मनपर्छ भनेर यो क्वेसनहरूले चाहिँ मलाई धेरै नै अब के भन्छ त्यो धेरै तनाव चाहिँ हुन्थ्यो। तर त्यो समयमा चाहिँ म आफूलाई बुझेको पनि थिइनँ। सो अब मैले भन्न त भन्थेँ, घरमा साथीहरूलाई भन्थेँ कि मलाई केटी नै मनपर्छ भनेर, तर उहाँहरूले चाहिँ मेरो अब कुनै कुरा पनि बुझ्नुहुन्थेन कि, मजाक लिनुहुन्थ्यो, अब मजाकमै उडाइदिनुहुन्थ्यो। आफू 18 वर्षको हुँदाका चाहिँ मैले सेयर गर्न कसैलाई पनि पाएन। अब म त्यति बेलासम्म एटलिस्ट सबै कुरा मैले बुझेको पनि थिइनँ। मैले भन्थेँ म केटी बिहे गर्छु, म आफूलाई चिनाउँदा पनि म केटी नै भनेर चिनाउँथेँ त्यति बेला, किनकि म अब ट्रान्सम्यान यस्तो हुन्छ भनेर मैले बुझेको पनि थिइनँ नि त। अनि मैले एउटा मेरो आन्टी हुनुहुन्छ, आन्टीलाई चाहिँ सेयर गरेको, अनि आन्टीले मेरो गाउँमा पनि छ नि एउटा मेरै आफन्ती हो, ऊ पनि 4-5 वर्षदेखि केटीसँग बस्यो भनेपछि फर्स्ट टाइम त्यो सुनेपछि मैले आफूलाई कति खुसी महसुस गरेँ, म जस्तो अरू कोही रहेछ भनेर चाहिँ सुन्नमा त आयो नि।
त्यही कुरामा नि खुसी भएँ जे होस्। सो तपाईँले कपाल बच्चैदेखि काट्नुहुन्थ्यो या कुन एजमा आएर काट्नु भएको? मेरो 8-9 वर्ष हुन त कपाल काटिदिनुहुन्थ्यो, घरमै काटिदिनुहुन्थ्यो। 10-11 वर्षदेखि 18 वर्ष तक चाहिँ मेरो पाल दिनुभयो, हजुरआमाले पनि दिनु भएन काट्न। अब काट्ने होइन, अब चाहिँ पाल्नुपर्छ। अब त्यही छोरीको संस्कार भन्नुहुन्थ्यो नि त। अरू अब ड्रेसअपहरू चाहिँ सबै म अब खालि बोइजकै गर्थेँ, तर कपालको कुरामा चाहिँ 18 वर्षको हुँदा मैले कपाल काटेको। सो सरितालाई होइन, तपाईँले चाहिँ को पाउनुभयो त्यस्तो मान्छे त्यो एजमा र तपाईँलाई अझ धेरै बुझ्न सजिलो भएर अहिले आएर यहाँ संयोगलाई भेट्नुभयो? सर्वप्रथम त मेरो अङ्कलकै छोरी जो कि ट्रान्स वुमेन हुनुहुन्छ, उहाँ चाहिँ र मेरो दिदी पनि हुनुहुन्छ। र म यस्तो मलाई चाहिँ यस्तो अब उहाँले मलाई प्रपोज गर्दाखेरि लाइक एउटा हुन्छ नि मायाको त्यो धारणा उत्पन्न भयो आफ्नै मनमा। र मैले भने दिदी मलाई त ऊ कस्तो मनपर्छ नि, तर ऊ त ट्रान्स म्यान रहेछ भनेर भन्दाखेरि अनि त्यसपछि लाइक जज गर्नु भएन मेरो दिदीले। ठिक छ, तिमीलाई यदि उहाँ मनपर्छ पनि ठिकै छ नि त, तिम्रो लाइफ हो, तिम्रो चोइस हो, तिमीलाई यसरी आफ्नो लाइफ पार्टनर चुज गर्नको लागि तिमीलाई आफैमा हक छ। सो अलि बुझेर चाहिँ अलि डिसिजन लिएर चाहिँ उ गर्नु है भनेर चाहिँ यसरी चाहिँ सहज दिनुभएको थियो। र अङ्कलको छोरीले पनि मलाई एकदमै यो कुराहरूमा यस्तो हो भनेर चाहिँ एकदमै अगाडिसम्म बुझाएर अहिले बुझेको पनि छु मैले। सो त्यही नै हो। हाम्रो कम्युनिटीहरूलाई धेरैलाई जबरजस्ती विवाह गरिदिएको होइन, बन्धक बनाएको छ, तपाईँलाई चाहिँ त्यस्तो गरियो कि गरियो? मलाई गरिएको पनि थियो, बिहे गर यस्तो यस्तो भनेर आएको पनि थियो, आमाहरूले नि भन्नुहुन्थ्यो। अनि त्यसपछि मैले चाहिँ के भन्थेँ भन्दाखेरि मलाई चाहिँ बिहेको लागि फोर्स चाहिँ नगर्नु, किनकि म आफ्नो बिहेको लागि यदि म काफिल हुन्छु भने म आफ्नो लागि आफै पार्टनर चुन्न पनि म सक्छु। र यसरी चाहिँ मलाई के अरे फोर्स चाहिँ नगर्नु होला भनेर मैले बुवा आमालाई नै भनेको थिएँ। र उहाँहरूले मलाई कहिले पनि त्यसपछि चाहिँ कहिले पनि बिहे गर भनेर फोर्स चाहिँ गर्नुहुन्थेन। कहिले कसो अब जस्तो भने एउटा छोरी मान्छे भएर जन्मिसकेपछि आफ्नो आमा बुवाहरूलाई टेन्सन हुन्छ, बिहे यस्तो राम्रो पार्टनर पाइयो भने त बिहे गरिदिनु पाए हुन्थ्यो भनेर भन्नुहुन्थ्यो। तर मैले चाहिँ इग्नोर गरिदिन्थेँ त्यो कुराहरूलाई। तपाईँहरू दुईजना मिटिङ नेपालमा भोलिन्टियर हुनुहुन्छ? हजुर। सो त्यो बाहेक अरू के काम गर्दै हुनुहुन्छ? म चाहिँ पहिला क्याफेमा काम गर्थेँ, अहिले चाहिँ छोडेँ, अहिले चाहिँ केही गर्दिनँ। अहिले म चाहिँ अब पठाउ गरिरहेको छु। पठाउ चलाउनुहुन्छ? हजुर। सो पठाउ चलाउँदा कतिको गाह्रो अप्ठ्यारो हुन्छ तपाईँलाई एज अ ट्रान्समेन? अब कतिपय चाहिँ मैले बुझेको मान्छे पनि भेटेको छु होइन। कतिपय चाहिँ अब बुझ्नुहुन्न, अब सुरुमा चाहिँ भाइ भन्नुहुन्छ, पछि अब कोही कुरा गर्दै हिँड्ने टाइपको हुनुहुन्छ नि, उहाँहरूले चाहिँ मैले भाइ भनेको थिएँ तिमी बहिनी रहेछ है भन्ने यस्तो कुरा पनि गर्नुहुन्छ। अनि त्यस्तो अप्ठ्यारो चाहिँ मैले त्यस्तो फेस गरेँ होइन। समयले हर्मोनहरू लिइराख्नु भएको छ कि छैन? छैन, मैले हर्मोन लिएको होइन। तपाईँले ब्लेन्डर जुन हुन्छ त्यो युज गर्नुहुन्छ? हजुर। त्यसबाट तपाईँलाई कतिको प्रब्लम हुन्छ या इफेक्ट कतिको छ त्यसको कारणले बडीमा आउने? त्यो चाहिँ मैले पहिला अब काठमाडौँ भर्खर भएको थियो, साथीको सङ्गतमा चाहिँ त्यो हातमा लाउने ब्यान्डेज हुन्छ नि जुन, त्यो हात फ्र्याक्चर हुँदा मर्किँदा त्यो युज गर्दो रहेछ। मैले देखेको है, मैले त्यति बेलासम्म त्यस्तो युज गर्ने थिएन। उसले त्यो ब्यान्डर त्यो आफ्नो पुरै चेस्टको भाग कभर गरेको देख्दा नै उसले मलाई कस्तो अनकम्फर्टेबल त्यति बेलै भएको थियो। अनि मैले पनि कस्तो हुन्छ भने ट्राई गरेँ 2-3 चोटि, तर मैले सकेन, किनकि मलाई सास फेर्न गाह्रो हुने, अनि पछि अलिकति हिँड्दा पनि असहज हुने हुन्थ्यो। अनि पछि गएर एउटा जुन ब्यान्डरै पाउँदो रहेछ, अनि त्यो युज गर्छु अहिले चाहिँ। त्यो चाहिँ सहज छ, त्यस्तो अप्ठ्यारो केही हुँदैन, कम्फर्टेबल छ। हजुर। तपाईँलाई ब्याकहरूको प्रब्लम त्यस्तो छैन। ओके। सो तपाईँहरू दुईजना होइन सँगै गर्ने के क्रियाकलाप चाहिँ मनपर्छ तपाईँहरू सँगैलाई? जस्तै खुसी बनाउँछ तपाईँहरू दुईजनाले सँगै गर्दा, केही काम गर्दा हुन्छ के गतिविधिहरू गर्नुहुन्छ? अब यस्तो, अब सँगै एउटै रुममा बस्छौँ हामी होइन। अब यत्रो वर्ष भयो, अब जस्तै मैले खाना पकाएँ भने उहाँले लाइक रुमहरू सफा गर्ने गर्नुहुन्छ। अनि म त्यो कुराहरूले पनि एकदमै खुसी लाग्छ, किन भन्दाखेरि
मेरै साइडको दिदी र उहाँको बुढा बस्नुहुन्छ, पार्टनर बिहा गरेर बस्नुभएको छ है, उहाँहरू चाहिँ स्ट्रेट नै हो। र कस्तो लाग्छ भन्दाखेरि दिदीले अब लेबर काम गर्नुहुन्छ होइन, लेबर काम दिनभरि लेबर काम गर्नुहुन्छ र हामीलाई पनि सुनाउनुहुन्छ कि कहिले कस्तो अब क्लोज छौँ नि त, अनि म दिनभरि यसरी काम गरेको हुन्छु, म साँझ आएर यसरी खाना पकाउनु पर्छ, मलाई कति गाह्रो छ भनेर सुनाउनुहुन्छ कि। तर लाइक मेरो रिलेसनमा चाहिँ त्यस्तो गाह्रो पर्ने कुराहरू केही पनि छैन। जस्तै अब म खाना पकाउनु लाएँ भनेर भनिसकेपछि उहाँले गएर ल म यति जुठो भएको छ नि त, म गरिदिन्छु नि त यो भनेर भन्नुहुन्छ। र मलाई चाहिँ उहाँहरूले पनि भन्नुहुन्छ कि तपाईँको बुढा त कस्तो तपाईँलाई काममा हेल्प गर्नुहुन्छ, मेरो बुढाले त केही गर्दैन। अब जस्तै अब लुगा धुन लायो भने पनि उहाँले आएर तिमीले साबुन लगाऊ म पखालिदिन्छु नि त भनेर त्यसरी उ गरिदिनुहुन्छ। मलाई धेरै खुसी लाग्छ कि अरूको बुढाले, अब मैले कतिपय बुढाहरूले बुझेको देख्दिनँ कि उहाँहरूको पार्टनरलाई, र मलाई चाहिँ त्यही कुराहरूमा पनि खुसी लाग्छ कि। कहिले पनि काहीँ आफ्नो यौनिकताको कारणले असहज भएको या एकदमै त्यो कुराले चित्त दुखेर धेरै टाइम लागेको बाहिर निस्किनलाई, त्यस्तो कुनै पल छ? त्यो चाहिँ मलाई एउटा यात्रा गर्दा अनि पछि बाहिर हामी कुनै अब पार्टीहरू यस्तोमा जान्छ नि, त्यस्तोमा चाहिँ धेरै असहज हुन्छ। एउटा चाहिँ मलाई यो शौचालयकै कुरामा एकदम अप्ठ्यारो हुन्छ कि अब कुनमा जाने है, म लेडिजमा जाऊँ कि जेन्ट्समा जाऊँ, मलाई आफैलाई नै कम्फर्टेबल हुँदिनँ कि धेरै ठाउँमा जज भएको कारणले गर्दा पनि धेरै अप्ठ्यारो लाग्छ मलाई यो कुराहरू चाहिँ बाहिर गएर यात्रा गर्नै नपरोस् जस्तो हुन्छ। हामी दुःख बिमार हुन्छौँ अनि हस्पिटलहरू जानुपर्छ होइन, तपाईँले कतिको सहज पाउनु भएको छ हस्पिटलमा तपाईँलाई बुझेर ट्रिटमेन्ट गर्ने, तपाईँको अब लुगा खोल्नु पर्यो होइन, कतिको सहज बनाइदिनु भएको छ त्यहाँको कर्मचारीहरूले, तपाईँलाई डक्टरहरूले? त्यो चाहिँ अब पहिलाको मेरै आफ्नै पत्थरीको कुरा गर्दा किडनीमा पछाडि परेको थियो, जुन म चेकअपको लागि हस्पिटल गएको थिएँ। अनि त्यति बेला पनि मलाई अब त्यो मेरो हस्पिटलमा नाम चाहिँ सम्यक केसी नै लेखिदिएको थियो, अनि उहाँहरूले जज गर्नुभएको थियो मलाई। अनि पछि एउटा यो चाबेलमा हेल्पिङ छ नि, त्यसमा पनि मेरो फुपूको त्यही पत्थरीको अपरेसन थियो कि, अनि म कुर्न बसेको थिएँ, दबाई लिन पठाउनु भयो कि त्यहाँको सिस्टरले। अनि दबाई लिनको लागि म त्यहाँ गएँ, बोलाउनु भयो, अनि गएँ। अनि दबाई लिएर आइसकेपछि मलाई सुरुमा भाइ भनेर बोलाउनु भएको थियो कि, भाइ यो दबाई लिएर आउनु है भनेर मलाई भन्नुभयो। दबाई लिएर गएछ, सरी है तपाईँ बहिनी रहेछ, मैले तपाईँलाई भाइ भने भन्नुभयो कि। हस्पिटलको कुरामा चाहिँ मलाई, म आफू बिरामी भयो भने म चेकअप गर्न मान्दैन, मेरो पार्टनरले नै हो जबरजस्ती लाने मलाई। सरितालाई होइन। सो अब तपाईँको एउटा ट्रान्समेन हस्बेन्ड हुनुहुन्छ होइन, अनि तपाईँको साथीहरूले केही पर्सनल क्वेसन गरेर एकदम धेरै मन दुखेको त्यस्तो कुनै छेड छ? अब मेरो धेरै त साथीहरू त हुनुहुन्न, म प्रायः जसो एक्लै नै बस्ने गर्छु। अहिले हो अलिअलि साथीहरू भएको, र उहाँहरूले पनि बुझ्नुभएको छ मेरो ट्रान्समेन हस्बेन्ड हुनुहुन्छ भनेर भन्नुहुन्छ। र पहिला कस्तो हुन्थ्यो भन्दाखेरि अब रुमकै साइडको मान्छेहरूले अब जज गर्नुहुन्थ्यो कि, अब जस्तै हामी यसरी पार्टनर भनेर बसिसकेपछि लाइक बोलाएर अनि कस्तो हुन्छ उहाँलाई नबुझेर, लाइक उहाँ चाहिँ आफूलाई सम्यक भनेर भन्नुहुन्छ, केटाको नाम दिनुभएको छ र आफू भित्रबाट केटी हुनुहुन्छ, लाइक कस्तो हो भनेर भन्दाखेरि मैले बुझाएको पनि छु, उहाँको चाहिँ यस्तो हो भनेर मैले बुझाएको छु। र एउटा क्वेसन चाहिँ कस्तो भन्दाखेरि बच्चा कसरी पाउनुहुन्छ भन्ने खालको कुराहरू पनि मैले फेस गरेको छु। र बच्चा अब अहिलेको जेनेरेसनमा धेरै नै सुविधाहरू पनि आइरहेको छ होइन, कि त त्यसरी नै पाउँछौँ, नभए हामी यति नै ठिक छौँ भनेर चाहिँ मैले त्यसरी नै जवाब दिएको छु। बिए गरेर घरचम गरेर होइन सम्यकसँग अफिसियल्ली भएर बस्ने सपना छ कि छैन त्यस्तो? त्यो त धेरै ठुलो सपना छ, र हामीले कहिले कस्तो त्यही कुराहरू पनि गरिरहेको हुन्छौँ। अहिले हामी लिभिङ रिलेसनमा बसे तापनि लाइक एउटा सपना छ, जस्तो अब बिए गरेर, जस्तो अब नर्मल मान्छेहरूले बिए गर्छन्, जस्तै केटाकेटीहरूले बिए गर्छन्, त्यसरी नै हामी बिए गर्न इच्छुक त छौँ। तर हाम्रो आर्थिक स्थितिले गर्दाखेरि अहिले हामी चाहिँ बिए नगरौँ, र हाम्रो राम्रो समय पनि आउँछ, पहिला हामी एकअर्काको खुट्टामा उभियौँ, अनि त्यसपछि चाहिँ हामी चाहिँ अगाडिको लाइफ सोच्नुपर्छ भनेर चाहिँ हामीले त्यही कुराहरू चाहिँ गरेर अहिले चाहिँ हामी लिभिङ रिलेसनमा बसिरहेको छौँ। कति वर्ष भयो सम्यक लिभिङ रिलेसनमा बस्नु भएको? अहिले अब 1.5 वर्ष भयो है, 1.5 वर्ष भयो। उसँग साथी बनेको चाहिँ अहिले 2 पुगेर 3मा लाग्यो।
पहिला साथी नै थियौँ, पछि रिलेसन भनेर बसेको चाहिँ रिलेसन भनेको 2 वर्ष भयो, तर हामी लिभिङमा बसेको 1.5 वर्ष भयो। सो अहिले तपाईँहरू दुवैजनाको फ्यामिलीमा एसेप छ? हजुर छ। अच्छा, घरमा लिएर जानुहुन्छ सम्यक पनि? हजुर, मैले 3-4 चोटि लिएर गइसकेँ घरमा। ओके, तपाईँहरूको सम्बन्धलाई एकदम दह्रो बनाउने चाहिँ कुरा के हो त तपाईँहरू दुईजना बिच? त्यस्तो के एउटा कुरा तपाईँको जुन सम्बन्धलाई चाहिँ एकदम स्ट्रङ बनाएर राखेको छ? अब एकअर्काको विश्वास भनौँ न। अब यस्तो हो, अब अरूले तेस्रो पर्सन त आउँछन् होइन, अब तेस्रो पर्सन आएर अनि त्यसपछि कुरा सुनाउँदाखेरि मेरो तर्फबाट पनि तेस्रो पर्सन आउँछन्, उहाँको तर्फबाट पनि तेस्रो पर्सन आउँछन्, तर अब हामीले त्यो कुरालाई नसुनेर एकअर्कालाई लाइक अब त्यो यस्तो कुरा भने भनेर भन्दाखेरि अब एकअर्कालाई बुझाउने कोसिस गरेर होइन, अनि त्यही एकअर्काको विश्वासले नै टिकिरहेको छ हाम्रो सम्बन्ध। तपाईँहरूको होइन सम्बन्धलाई लिएर गलत धारणा राख्नेहरूलाई चाहिँ के भन्नुहुन्छ? अब यस्तो हो, जसले हामीलाई बुझ्नु भएको छ नि उहाँले त हाम्रो बारेमा कहिले पनि गलत सोच्नुहुन्न पनि भन्नुहुन्न पनि। अब तर कतिपय उसकोबाट पनि हुनुहुन्छ होला अनि मेरोबाट पनि हुनुहुन्छ होला। हामी अब हाम्रो कति झगडा पनि परिरहन्छ कि, कति धेरै दिनको सायद 10 चोटि झगडा पर्छ, तर हामी 20 चोटि चाहिँ एकअर्कालाई माया नै गर्छौँ कि। तर त्यो कतिपय हाम्रो झगडाको कारणले गर्दाखेरि हामीलाई बुझेको मान्छेले पनि कति अब त्यो के जस्तो अब के भन्छ गलत सोच पनि राखिदिनुहुन्छ। यस्तो जहाँ माया हुन्छ त्यहाँ चाहिँ झगडा हुन्छ। फर्स्टको झगडा गर्छ अफकोर्स यता होइन हजुर होइन, यो कुरा चाहिँ उहाँ नै हो, मेरो साथीहरूलाई पनि उहाँ थाहा छ। चाहिँ अब बच्चा जस्तो हुनुहुन्छ अनि मैले केही कुराहरू बुझाउने कोसिस पनि गर्छु होइन है, यस्तो है अब मैले त भोगेको छु नि त कति कुराहरू, अनि मैले चाहिँ यस्तो है बाबु भनेर यसरी राम्रोसँग सम्झाउँदाखेरि लाइक उहाँले त्यतिखेर बुझ्नु हुँदैन, अनि पछिखेर उहाँले भोग्नुहुन्छ नि, त्यसपछि उहाँको अब जस्तो मन दुख्छ नि, अनि त्यसपछि भन्नुहुन्छ है सरू तिमीले त भनेको थियो, अनि त्यसपछि हो मैले भनेको थिएँ त्यही भएर हजुरलाई यस्तो नगर्नु भनेको थिएँ भनेर चाहिँ मैले सम्झाउँदाखेरि अनि त्यसपछि त्यही कुरामा हल्का डिस्कस हुन्छ। तपाईँहरू कतिको बाहिर घुम्न जानुहुन्छ? हामी त धेरै नै घुम्न जान्छौँ है। घुमिरहन्छ, उसलाई अब रुममा बस्दा बोर्ला भन्छ, पछि म पनि एनी टाइम चाहिँ फुल टाइम पठाउ गर्दिनँ नि त, उसलाई पनि टाइम दिन्छु किनकि अहिले उसको जब छैन, उसको जब नभएपछि उसलाई रुममा एक्लै बोर पनि हुन्छ नि त, त्यो कारणले गर्दा म अलि धेरै टाइम चाहिँ अहिले उसलाई नै दिइरहेको छु। झगडा चाहिँ धेरै तिमी गर्छौ? तपाईँ गर्नुहुन्छ है झगडा चाहिँ? हो यसरी ब्लेम लगाइसकेपछि अफकोर्स म भन्ने बाटो हुन्छ के। अनि एउटा कुरा कस्तो हुन्छ, उसको मम्मीले एकदम सपोर्ट गर्नुहुन्छ मलाई, अनि सरू तिमी यस्तो यस्तो गरेर कराउँछौ भनेर भन्दाखेरि ठोक ठोक उसलाई ठोक जे होस् उसको मम्मी एकदमै बुझ्ने हुन्छ नि त। सो मलाई एकदमै लाइक कसैले भन्छ सासू यस्तो उस्तो भनेर भन्छ नि, तर मलाई त्यस्तो प्रब्लम छैन कि, लाइक अब आफ्नो ठाउँमा हुनुहुन्छ उहाँहरू पनि, अनि बुझ्नु भएको छ होइन। अनि जे बाबा आउँदा मेरो बाबा त फुल्ली उसको सपोर्टमा। मेरो छोरालाई चाहिँ लाइक दुःख मेरो जस्तै भन्छ नि त कसैले होइन मेरो छोरा, तर मेरो रिलेसनमा चाहिँ कस्तो छ भन्दाखेरि मेरो बुहारीलाई चाहिँ दुःख नदिए भनेर भन्नुहुन्छ कि उहाँको मम्मीहरूले, यस्तो सपोर्ट गर्नुहुन्छ। त्यस्तो सपोर्ट गर्ने सासू ससुरा पाउँदा तपाईँलाई कस्तो फिल भइरहेछ त? म एकदमै भाग्यमानी छु। एक त म धेरै भाग्यमानी छु, आफ्नो बाबुआमाबाट नपाएको माया मैले उहाँको फ्यामिलीबाट पाएको छु। सो मलाई एकदमै खुसी पनि लाग्छ। बाबा त उहाँको त हुनुहुन्न, म बाबासँग धेरै भनेको थोरै टाइम बिताउन पाएँ, तर पनि मलाई यस्तो फिल भयो कि लाइक मेरो बाबा सायद भएको भए यति धेरै माया पनि गर्नु त हुन्थेन होला जति उहाँको बाबाको मैले माया पाएको छु, त्यस्तो फिल हुन्छ। जब सम्यक हस्पिटल धाइराख्नु पर्ने, हस्पिटलमा बस्नु पर्ने, त्यो बेलामा तपाईँले एकदम साथ दिनुभयो उहाँलाई? हजुर, अब तपाईँ भन्नु न त्यो अलिकति त्यो बेलाको केही भनिदिनुहुन्छ? त्यो समयमा चाहिँ मेरो साथमा टोटल्ली कोही पनि हुनुहुन्थेन कि, साथमा उनै थियो होइन, जुन अब बाबालाई आइसियूबाट निकालेर वार्डमा सिफ्ट गरेको थियो। त्यो समयमा म बरु सुत्न खोज्थेँ, ऊ रातभरि बाबाको छेउमा बसेर बाबालाई कुरेर बाबाको त्यो हात खुट्टा हुन्छ नि हात खुट्टा चलाइदिने। अनि पछि त्यो अब पछिको समयमा पनि बाबाको त्यो अब पिसाबहरू यताउति गर्नु पर्दाखेरि म लजाउँथेँ होइन, म मेरो बाबा हो म सक्दिनँ गर्न भन्दा उसले चाहिँ होइन म छोरी हो म नै गर्छु भनेर मेरो बाबाको दिसा पिसाब पनि उसैले सोरेको के। अनि म चाहिँ सबै भुल्न सक्छु होइन, उसले जुन मैले गर्नु कर्तव्य होइन मैले पुरा गर्न नसकेर, किनकि मलाई अप्ठ्यारो फिल भएर मैले गर्न त गरेँ, तर अब जति उसले गरेको छ नि त्यति मैले गरेको छैन कि। त्यही भएर उसलाई पनि सायद यो कुराले गर्दा पनि म लाइफमा उसलाई छोड्न सक्दिनँ होला कि। उसले
मेरो बाबालाई यति धेरै गरेको कि त्यो समयमा हस्पिटलमा अब मलाई रेस्ट गर तिमी होइन बिरामी मलाई अब रातमा धेरै टाइम बसिसक्यो भने पनि अप्ठ्यारो हुन्छ कि यो सास बर्दासमा अनि पछि तिमी सुत होइन अनि म हेर्छु बाबालाई भनेर उसले एक्लै नै हेरेर बस्थ्यो कि दबाई खुवाउने टाइम टु टाइम मलाई त्यति थाहा थिएन जति उसले टाइम टु टाइममा अनि पछि अलिकति बाबाको त्यो उसले वार्डमा सिफ्ट गरेपछि त्यो नर्सहरूले भन्नुहुन्थ्यो कि त्यो अक्सिजन लेभल र प्रेसरको है त्यो हेर्नु है अनि यति घन्टामा कति कति छ लेखेर राख्नु भन्थ्यो कि रातभरिमा अनि पछि उसले त्यो सबैमा कपीमा लेखेर राख्थ्यो कि यति बजे यति थियो यति बजे यति पढेको थियो भनेर उसले त्यो मेरो बाबालाई गरेको नै मेरो लागि काफी छ कि सरितालाई जिन्दगी के हो जस्तो लाग्छ जिन्दगी अब आफूले कति कुराहरू भोगिरहेको छु अब भोग्नेवाला पनि छु होइन जिन्दगी सुख दुःखको एउटा पार्ट नै हो जस्तो लाग्छ कहिले सुख छ त कहिले दुःख पनि छ कि अब हिजोको समय मेरै कुरा गर्नुपर्दा मेरो कामहरू राम्रो भन्दा मेरो साथमा मेरो आफन्ती मेरो साथीभाइ एभ्रिथिङ मसँग थियो कि सबै थियो जुन मेरो बिचको समय मेरो काम डाउन भयो हल्का मेरो अब कामहरू इन्कमहरू लो भयो त्यति बेला मसँग जति क्लोज हुनुहुन्थ्यो नि सबै टोटल्ली टाढा हुनुभयो कि अहिलेको समय एटलिस्ट हामी एकअर्काको नै हामी छौँ कि हाम्रो साथमा त्यो जुन पहिलाको साथमा मेरो साथमा जति पनि हुनुहुन्थ्यो नि सबै हराउनु भयो कि उसलाई पर्यो उसले मलाई भन्ने हो मैले उसलाई भन्ने हो कि एकअर्काको भन्नु नि हामी अब अरू छ बाबा हुनुहुन्थ्यो होइन बाबा त अब फ्यामिली नै हुनुभयो बाबा त अब त्यस्तो भयो होइन बाबाको डेथ पछि चाहिँ जे होस् उनै हो कि मेरो पनि अनि उसको पनि मै हो जिन्दगी यही रहेछ कि कहिले सुख कहिले दुःख बस प्रेरणाको स्रोत चाहिँ को हुनुहुन्छ तपाईँहरूको गर्व गर्ने कि लाइक हुन्छ नि मेरो रोल मोडल त्यो हो भन्ने हुन्छ नि त्यस्तो मितिनी नेपाल हो जस्तो लाग्छ मलाई पनि त्यस्तै लाग्छ किनकि मितिनी नेपालबाट लक्ष्मी दादा अनि सरू दिदी अनि मिरा भाउजू जुन अहिले अब एउटा हामी फ्यामिलीसँग त छैनौँ है फ्यामिलीसँग नभए पनि यस्तो लाग्छ कि यहाँ काठमाडौँमा छौँ अर्को फ्यामिलीसँग छौँ कि जे होस् एक्लो महसुस चाहिँ हुँदैन लाइक आफ्नो मनमा कति कुराहरू हुन्छ होइन अनि गएर सेयर गर्दा पनि एउटा हिम्मत दिनुहुन्छ कि ल ठिक छ अहिले नराम्रो समय छ त के भयो त अहिले अब पछि पनि आउन सक्छ नि त राम्रो समय होइन भनेर एकदमै सपोर्ट पनि गर्नुहुन्छ अनि त्यसपछि एक्लो महसुस भयो भने हामी एकदमै बिजी पनि हुँदैनौँ नि त अनि आऊ भेट्न आऊ भनेर बोलाउनुहुन्छ र दादा भाउजू पनि हुनुहुन्छ हाम्रो खुसी लाग्छ अब अहिलेको समयमा यहाँ साथीभाइहरू मेरो धेरै त हुनुहुन्न त्यही पनि दादा र भाउजू हुनुहुन्छ उहाँसँग गएर टाइम स्पेन्ड गर्छ उहाँसँग पनि लाइक पोजिटिभ भाइब्स नै आउँछ र मितिनी नेपाल भनिसकेपछि अब दादाको त कुरै छोडिदियो होइन कति कुराहरू जति कुरा गर्यो त्यति नै कम हुन्छ जस्तो लाग्छ मलाई चाहिँ तपाईँले चाहिँ हाम्रो कम्युनिटीको जोडीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ मैले चाहिँ के सन्देश दिन्छु भनेर भन्दाखेरि अब यो एलजिबिटी भनेर भनिसकेपछि रिलेसन टिक्दैन क्या अब एउटा एकअर्कासँग विश्वास भयो भने मैले चाहिँ के भन्छु भन्दाखेरि आफूसँग पार्टनर छ भने एकअर्कालाई विश्वासै गर्नु पर्यो कि अब विश्वास गरेर बसेको त छौँ होइन तर पनि अब बाहिर गर्लफ्रेन्ड बनाउने बोयफ्रेन्ड बनाउने होइन त्यसो चाहिँ नगरिदिनु किन भन्दाखेरि यति एक्सपेक्ट गरेको हुन्छ कि आफ्नो पार्टनरले होइन जे जस्तो भयो भने उसलाई चिड चाहिँ नगर्नु यदि तपाईँले 100% दिनुहुन्छ भने उसले पनि 100% दिन्छ होइन एकअर्कालाई अब सानसानो कुरामा झगडा गर्ने अनि त्यसपछि सानसानो कुराहरूमा यसले मलाई यस्तो गरे उस्तो गरे भन्ने 2-3 महिनामै रिलेसन छोड्ने त्यो चाहिँ नगर्नु भन्छ कि किन भन्दाखेरि उसको पनि भावना हो होइन तपाईँले उसलाई राम्रो गर्नुभयो भने चाहिँ अफकोर्स 100% राम्रो उताबाट पनि आउँछ भन्ने चाहिँ लाग्छ त्यही भएर चाहिँ सकेसम्म अब रिलेसनमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन एकदमै बुझ्ने पनि हुनु पर्यो अनि म त्यही नै भन्छु अब सकेसम्म झगडाहरू त धेरै पर्छ है अब कतिपयले अब झगडाको कारणले गर्दा पनि छुट्नुहुन्छ अब कहिले मलाई पनि त्यस्तै फिल हुन्छ है मेरै कुरा उहाँ धेरै रिसाउँदा घरिघरि मलाई पनि त्यस्तो फिल हुन्छ कि कस्तो धेरै रिसाएको म त बस्दिनँ है भन्ने कहिले महसुस गर्छु है तर यस्तो हुन्छ त्यो झगडा मिलिसकेपछि फेरि त्यो माया हुन्छ नि जुन अनि त्यो मायाले के हुन्छ भने चाहिँ म कसरी छोड्न सक्छु उसलाई ऊ नै हो मेरो जिन्दगी भन्ने फेरि हुन्छ त्यो नसोच्दा नि हुन्छ अनि हाम्रो साथीहरूलाई चाहिँ म के सन्देश दिन्छु भन्दा होइन आफूले आफूलाई स्वीकार गरेर आफ्नो के हुँ भनेर आफूलाई चिनाएर अगाडि बढिसकेपछि अनि पछि अब कतिपय केटीहरूले के गर्छ अब ट्रान्समेनसँग योसँग बस्दा कस्तो हुन्छ भनेर त्यो एउटा जान्नको लागि पनि कति
हाम्रो लाइफमा आएको हुन्छ कि तर हाम्रो ट्रान्समेन साथीहरूले चाहिँ अब त्यो कुरालाई एकदम इजिली लिनुहुन्न कि सिरियस रूपमा लिनुहुन्छ अनि पछि त्यो त्यस्तो केटीहरूले चाहिँ अब 1-2 महिनामा छोडिदिन्छ अनि कति ट्रान्समेनको अवस्था बिग्रिएको पनि छ कि स्वास्थ्य अनि अब मैले के भन्छु भन्दा पहिले सुरु बुझ्ने के एकअर्कालाई बुझ्ने होइन साथीबाटै स्टार्ट गरे पनि भइगयो त्यो अनि भेटेको 1 हप्ता भएन 10 दिन भएको छैन मेरो यस्तो मेरो उस्तो भनेर आज 1 महिना भएन उसँग मेरो रिलेसन मेरो बुढी भनेर पब्लिक गर्छ अनि फेरि उसँग ब्रेकअप भयो भनेर रोएर राख्छ अनि फेरि अर्को 1 महिनामा अर्को पब्लिक गरिदिन्छ कि त्यस्तो चाहिँ नगर्ने किनकि मेरो पनि पार्टनर थियो पहिला होइन मेरो पार्टनरले छोडेर गएको अहिले मलाई कति 3 वर्ष भन्दा नि बेसी नै भइसक्यो कि अनि 3 वर्ष हुँदा पनि अब मसँग 1.5 वर्ष भयो होइन रिलेसनमा बसेको मैले पब्लिक गरेको मैले बल्ल 2 महिना भयो है हामीले बल्ल पब्लिक गऱ्यौँ कि रिलेसन सो एकअर्कालाई बुझ्न एकदम जरुरी छ हजुर